राति बिहान फोन तिमीलाई तपाईँ नै बिहान फोन म त खराब न सहरमा छ 26 किलो हैन ल हेर ल यहाँ हेर देख्नुभयो बरु घर सुगाए नि पुरा सुगाउ दिन्छु यार एक्स्ट्रा 500 रुपैयाँ ए देख्नुभयो मंगुर 5 किलो सुगायो 500 दिन्छु एक्स्ट्रा 26 किलो को पकाउने त्यो हो यार पित्त निकाल्नु सुरुमा पहिला पित्त मात्र 1200 को आएन पित्त निकाल भाइ पहिला हालेर डुग्गी राम्रो बनाऊ के यार पित्त निकाल दिनु म त पित्त त धेरै अमूल्य है रासा फुटे भयो सिसमको डुग्गी देख्या थिए के सुनौलो रहेछ सुनौलो ए पित्त के हो यतातिर छ यहाँ मलाई एउटा चीज चाहियो है यो पित्त हुन्छ रे नि त्यो सुगाएर चाहियो मलाई सुगाउनु पर्यो के धेरै दबाई हुन्छ रे यो मलाई यहाँ होते यो पित्त बनाइसक्यो होतेमा योमा हालेर ठ्याक्क बारेर सुगाइदियो अरे हामी त यहाँ पाइराख्छौँ नि यहाँ हो होते भित्र हैन त्यो भित्र हालेर जानु पर्छ के हो त्यसो गरेर होते रस्सीले बान्ने एउटा आगोमा टंगाउने हो ल 20 किलो बान्नु सुगाइदिनु त धागा यो हैन यार सहर पहाड हो के तपाईँ टाढा भयो क्या त्यो दाजु हेर न हो सहर ठिकै छ अब यो बाटो खुल्यो भने पछि अब सेतोमा सर बन्यो भने अब त्यसपछि सम्झौला टाउको अलगै दिदी दर्शन दिदी यसलाई तपाईको पखेटा सेटा हाल्नु पर्यो यस्तो राम्रो हुन्छ कता लाग्यो यति राम्रो हुन्छ यहाँ सुदूरपश्चिम 26 किलो त्यो निकाल्नुस् कि अन्डा हुन्छ आउँदाखेरि ल्याउँछ अन्डा रहेछ कोही सेयर छ आउने त अब बर्खा भदौ असोजतिर आउँछ होला अन्डा बढी फाल्छ कसो यार सधैँ पुरानो फोटो राम्रो हुन्छ जसले अन्डा फाल्दिने अरे यार के कुरा गर्ने वहाँ राम्ररी पकाउन सकेन भने मैले त्यसले भैया उठाउँछु कहाँ खान्डामा घर त यहाँ पानी आएर उठाएर शहरमा त दिदी पछि आएपछि सुकाउँछु भनेर चाहिँ सिङ्गै एउटा ल्याएर के अब हुन्छ यस्तो कस्तो हुन्छ देखेपछि के गर्ने हो ल किस्मतमा हुनुपर्छ लेख्या हुनुपर्छ नै राजा फन्डा र सिङ्गै ल्याउँदै माछा बोकेर पुऱ्याउनु टाउको मात्र कति छ 6 किलो 6 किलो 6 किलो 200 ग्राम 6 किलो मान्थे टाउको मात्र 6 किलो मान्नु 200 ग्राम कुल्दिने कम्तिर हो उसैमा घाट लाग्छ नि 6 किलो 100 ग्राम छ कहाँ 6 किलो 180 ग्राम 80 100 जान्छ कि अनि यो भयो 7 किलो 7 किलो भयो त्यसलाई ए 26 किलो ला कर्णाली बाबु सरले दुई लिएर अर्को पनि लिएर आउनु पर्छ यो मात्र तल्नुस् त